अरे आइदिरहेको छु नि मम्मी र म यता आउनु न मम्मी यहाँ हुन्छ हाम्रो यता आउनु आउनु न यहाँ हुनुहुन्छ नि हामी चाहिँ क्याफेमा आएर चिया खाँदैछौँ अनि गोदावरी चाहिँ म फर्स्टचोटि आएको क्या अब कता क्या मम्मी के गर्नुभएको छैन तपाईँ म त अलि कुरा दुख्यो अब गाडीमा ल्याउँ भने केही थाहा छैन क्या अनि दिदीहरूले सोध्दै आएको नि त बस यस्तो छ यहाँ चाहिँ गोदावरी अनि यहाँ चाहिँ हामी क्याफेमा आएर मम्मी र म एक कप चिया खाएर जान्छौँ किनभने हामी रुमदेखि नै खानासाना खाएर खाना खाएर प्लस खाजासाजा खाएर आएको हो क्या त्यस्तो खासै भोक चाहिँ लागेको छैन अनि यतातिर चाहिँ हल्का चिसो रहेछ अनि हल्का चिसो रहेछ अब चिसोको दबाई त्यही नै त हो चिया हो यस्तो अब ती खानु भने के खानुहुन्छ तङ्बा ए भन्दै तङ्बासँग पनि पाइँदो रहेछ नि दाइ तङ्बाहरू पनि पाइन्छ होइन तङ्बा खानुहुन्छ ए तङ्बा नखाने नखानु अरे त्यही चिया खानुहुन्छ मम्मीले अब के गर्नु त यहाँ चाहिँ पोखरी छ कस्तो दामी ठाउँ छ क्या अब टक्क यहाँ एउटा पोखरी हो टक्क यहीँ क्याफे छ क्या मम्मी र म त्यही हो मम्मीले पहिलादेखि नै गोदावरी भन्नु भएर आज यसो छुट्टीको बेला गोदावरी आइदिगएँ कस्तो लाग्यो तपाईँलाई गोदावरी अनि मैले चाहिँ भ्लग चाहिँ किन बनाएको भने दिदीले भ्लग बनाएँ म भ्लग हेर्छु यताउति त्यहाँ भन्नु भएर म त खासै यस्तो भ्लग चाहिँ बनाउँछु भनेर चाहिँ आएको होइन किनभने म चाहिँ अब डाइरेक्ट ट्रेनिङमा जानुपर्ने हुन्छ ब्यान्डेज सेन्डेज बाँधिसकेको छु यहाँदेखि मम्मीलाई रुम छोडेर त्यही ट्रेनिङ जान्छ होला एन्फामा के हुन्छ त्यो केही थाहा छैन हौ मलाई त अनि चिलमा पनि हिँडिरहेको छु आजकल त त्यही हो अनि माया साथ सब म फेरि अब चाहिँ भ्लगहरू त्यही हाल्ने कोसिस गर्छु अनि यही पोखरी छ क्या कस्तो दामी क्या अनि यताबाट चाहिँ अति घुम्नु आउनु हुने रहेछ क्या यता टक्क जङ्गल भयो कस्तो गोदावरी हुन्छ गोदावरीमा त खै केही देखिन र यताबाट यस्तो जङ्गलहरू रहेछ अन्त सेताल टक्क अनि यताउति मध्य सबै रमाइलो इन्जोय घुम्ने सबै छ त्यही हो गाइस सबै छ अब अब चिया खाएर चाहिँ निस्किनु पर्ने हुन्छ म चाहिँ खाने चिया कस्तो अलिअलि यतातिर त जाडो परेछ तलको अन्त ल टक्क मिल्की खाएर अब क्युआर साथमा पैसामा आयो भने क्युआरमा छ त्यही हो अब चिया खान्छौँ यतापट्टि रहेछ क्या हामी घुम्नु जानु भन्छ हामी चाहिँ यतापट्टि आयौँ यतापट्टि केही छैन कि जङ्गलहरू मात्र छ क्या अनि यहाँ एउटा ताल छ यति हो अनि यहाँ चाहिँ क्याफेमा मम्मी र म चिया खान आएको छौँ मम्मी यहाँ हुनुहुन्छ गोदावरी भनेर मान्छे गोदावरी ल्याएको गोदावरीमा केही नि छैन जस्तो लाग्छ अब पर हेरौँ के छ अब जङ्गल मात्र देख्छु अनि यताउति फुलसुल के यताउति के छ भन्दै सुनेको थिएँ जस्तो लाग्छ त्यही हो गाइस अब अहिले चिया खाएर चिया खाँदा हुनुहुन्छ न मम्मी अनि भ्लग युट्युबमा चाहिँ आज लङ चाहिँ आउँदैन त्यस्तै 4, 5, 7, 8, 10 मिनट 15 मिनटसम्मको चाहिँ ल्याउने कोसिस गर्छु यता माथि यहाँ माथि चाहिँ इन्जोय छ होला हौ गीत बजिरहेछ कपिराइट लाग्छ कि के हो फेरि कपिराइट लाग्यो भने ल अहिले हेरौँ के हुन्छ कसो हुन्छ हेर्दै जानु होला फुलहरू रहेछ क्या यो फुलहरू टक्क यतातिर फुलहरू रहेछ यता फुल मात्र क्या यता यहाँ माथिदेखि तलैसम्म फुल क्या अनि यता यस्तो अब यस्तो जान्छौँ हामी यस्तो घुमेर अब यता जाँदै रुमतिर जान्छौँ अनि मम्मीको यहाँ टिकटक दामी बनाइदिएको छु आन भ्लग्स टिकटकमा हेरिदिनु होला है फेरि हेर्नु कस्तो दामी छ नि यहाँ हेर्नु न फुल मात्र क्या कस्तो दामी फुलहरू छ कति बवाल नाइस छ फुल यस मम्मी हेर्नु न तपाईँको टिकटक सबैले हेरिदिनु भन्दैन त्यही हो गाइस है चार्ज पनि धेरै छैन अनि यता माथि डाँडा काँडाहरू छ अब फुल चाहिँ बब्बाले लाग्यो क्या अति बवाल नाइस छ फुल यो फुलहरू चाहिँ दसैँ तिहारमा टक्कसँगले यसरी सजाइ राख्नुहुन्छ अनि धेरै क्या कति धेरै मान्छेहरू आउनु हुने रहेछ क्या आम्मा टेट अस्तिदेखि नै मम्मीले ल्याउने सोच्थ्यो अनि नाइस छ मम्मी यहाँ हेरिदिनु त भनिदिनु न यस्तो गरिदिनु न ल गाइस मम्मी र म चाहिँ फेरि पनि क्याफेमा आइसकेको छौँ यो क्याफेमा चाहिँ कस्तो छ भने हो चिया अब जस्तो हामीले चिया मगाएको होइन चिया साथमै मकै होइन यो टक्क अर्ग्यानिक पपकर्न अनि चिया अनि सरी पानी अनि यो हामीले अर्डर गरेको चाहिँ मात्र यो एउटा चाउमिन हो क्या चाउमिन चाहिँ आउँदैछ अनि अहिले भर्खर लाइफमा बसेको कोही केटाहरू पनि आएन 1-2जनासँग गफसप हाल्यो त्यही हो अनि अब हामी चाहिँ अहिले क्याफेमा छौँ अब चाहिँ गोदावरी होल घुमेर आएको क्या अनि अब चाहिँ कस्तो तर त्यही हो अहिले गोदावरी घुम्दैछौँ मम्मी र म चाहिँ अब रुमतिर जानुपर्छ आज जान्छु चाहिँ भनेको अनि हामी चाहिँ यहाँ क्याफेमा छौँ अनि अब म चाहिँ चाउमिन खानु लाग्यो चाउमिन र चिया अनि यो चाहिँ अब यही फ्रीमा दिनुभएको यहाँ क्याफेमा अनि चिया खाएको अति बवाल रहेछ जस्तो तपाईँहरू गोदावरी आउनुभयो भने चाहिँ
यता गोदावरीभित्र छिर्ने यता हो, यता भित्र छिर्ने टक्क त्यहाँको यता एकताले त्यो लेफ्ट साइड जङ्गल जाने साइडमा चाहिँ 2-3 स्टेप अगाडि चाहिँ एउटा रेस्टुरेन्ट छ, त्यहाँ आएर तपाईँहरू खान सक्नुहुनेछ। अति बवाल राम्रो छ। गीत सुत हामी मन्दिरमा यहाँ गीत क्या हो, यहाँ गीत सुन्दै टक्कसँगले बसिरहेको छौँ। अनि फोन चार्ज गर्दैछु क्या, फोन अब फेरि 1-2टा फोटोहरू खिच्नु छ मम्मीको, धेरै नै फोटो खिच्नु छ दिदीहरूले भनेको छ। यताउति होल घुम्छौँ। अब नाइस छ ठाउँ, जो त्यति राम्ररी भ्लगहरू बनाउनु पाइएन। अब सोचेको जस्तो राम्रो राम्रो भ्लगहरू किनभने चार्जले अब आइफोन भनेर मात्र हुँदैन, त्यति चार्ज चाहिँ राम्ररी थाम्दैन। अनि त्यही भएर चाहिँ अब एकछिन छान्छु। अब न्यू आइफोन दिउँ भनेको अब खै के हुन्छ। अनि सबैभन्दा पहिला चाहिँ म साधन नै दिन्छु, किनभने साधन चाहिँ एकदमै जरुरत छ मलाई होइन। मम्मीले हेर्नु न यहाँ खाँदै हुनुहुन्छ क्या। अनि मम्मीको टिकटकहरू चाहिँ दामी दामी बनाइदिएको छु, मै एडिट गर्नेवाला छु र मम्मीको आइडीमा आउँछ। अनि मम्मीको ल अवश्य गाइस खाजासाजा खाएर चाहिँ निस्किनु लाग्यो, पेट पनि फुल्यो। अनि मैले खाइ नसकेर चाहिँ मम्मीले खाँदै हुनुहुन्छ। अनि त्यही हो, अब चार्ज गरिरहेको छु, फोन हेर्नु सक्नुहुन्छ यहाँ टाउको छ। अनि म चाहिँ अगाडिबाट ब्लग बनाइरहेको छु आज चाहिँ। त्यही हो, अब निस्किनु लाग्यो, एकछिन चार्ज गर्छु 5 मिनट जस्तो। अनि पर एक ठाउँ फोटो खिच्नु छ। कन्टेन्ट चाहिँ डाइरेक्ट अब रुममा हुन्छ कि पर इन्फा जानुपर्ने छ आज, डाइरेक्ट जाइन्छ होला। अनि त्यहाँ मम्मीलाई छोडिराखेर केटाहरूलाई भेट्नु छ। अब यो होइन, यो हप्ता चाहिँ म आज चाहिँ त्यो बुझ्नमा जान्छु, अर्को हप्तादेखि चाहिँ इन्फामा ट्रेनिङ। त्यही हो, अनि युट्युबमा एडिट गर्छु यताउति देन। अनि दिदीले गर्दा मात्रै भ्लग बनाएको, नत्र खासै कन्टेन्ट नै थिएन, मम्मीले घुमाउनु मात्रै ल्याएको। राम्रो केही भएन, किनभने म्युजिक अब भित्र त्यति साह्रो बनाउनु पाएन नि त। अब गानाहरू बजेको यत्रो पार्टी इन्जोय गर्नेहरू आउनुहुने रहेछ। अनि कपिराइट लाग्यो अनि फेरि गाह्रो हुन्छ मलाई नै भनेर चाहिँ खासै बनाएन। तर क्लिपहरू चाहिँ थोत्रो रहेछ, त्योहरू चाहिँ हालिदिनेछु। अनि आन्सरले राखेको छु त्यो। अनि बिलसिल पनि गरिसकेको, खाएर बिलसिल गरिसकेर चाहिँ बसिरहेको छु मन्दिरमा चाहिँ। अनि त मम्मी खाँदै हुनुहुन्छ, कस्तो लाग्यो यहाँको चाउमिन? बब्बाल छ चाउमिन त फेरि, अनि मिठो बब्बाल है। ल अब त्यही हो। अनि हल्का यसो टिकटक बनाइयो। अनि मम्मीको टिकटकमा आउँछ, मम्मीको फेसबुकमा आउँछ, मैले चाहिँ अपलोड गरिसकेँ अब भ्लगमा त हो। अनि एडिट गर्नु चाहिँ निकै टाइम लाग्छ मेरो, केही पनि छैन नि त एडिट गर्ने, ल्यापटप केही छैन। अनि अब दाइकोमा गयो भने दाइकोबाट ल्यापटपबाट गऱ्यो भने गरेँ, नत्र चाहिँ त्यो गाह्रो हुन्छ। हात गल्यो, धेरै दिनपछि भ्लग बनाएको हात गल्ने रहेछ। अनि अब यसो एक हान्छौँ यहीँ वरिपरि, अति दामी क्याफे रहेछ। मम्मी र म चाहिँ बसिरहेको छौँ ढक्क लाएर। म चाहिँ अनि यो सर्ट लगाएँ, तर आज यो सर्ट मैले लगाएँ पनि साट्नु जानेछु आज। अब आज नभए पनि भोलि साट्नु जान्छु, किनभने यो सर्टको यता हातको यहाँ होइन, यहाँको टाकै छैन रहेछ क्या। दुईटोको फेरि एउटाको म तपाईँको सिला हाल्दा हुन्थ्यो, अनि छैन रहेछ क्या टाकसाक। अनि त्यही हो, अब साट्नु जान्छु आज। एक दिन लगाइयो क्लास जाँदाखेरि, अनि घुम्न आउँदाखेरि त्यही साट्नु पाइहालिन्छ नि होइन। यो गाइस ल फाइनली हामी चाहिँ गाडी चढिसक्यौँ मन्दिरमा। मम्मी कस्तो लाग्यो तपाईँले गोदावरी फर्स्ट गोदावरी आउँदा चाहिँ? अरूको मजाले ठुलो बोल्नु न, सुन्दैन त? जोस् राम्रो रहेछ। हामी चाहिँ अहिले गाडी चढिसक्यौँ, बसिरहेको। अब ट्रेनिङ चाहिँ समथिङ ट्रेनिङ भ्याउँछु कि भ्याउँदैन क्या। तर गोदावरी त नाइस रहेछ नि त, कति मान्छे आएको आम्मामा हेर्नु न। बाहिर चाहिँ ट्याक्कै गोदावरीको गेट वेलकम गोदावरी छ। आई लभ गोदावरी लेखिरहेको छ टक्क त्यहाँ माथि देख्न सक्नुहुनेछ। धेरैजना मान्छेहरू आउनुहुन्छ। आज शनिबार परेर धेरै आएको होला क्या। अनि हामी चाहिँ गाडी चढिसकेको। ओहो यहाँ त मेसी रोनाल्डोको रहेछ, दामी छ। अब म चाहिँ डाइरेक्ट अब रुमसुम गएर इन्फा हजुर ल अहिले म त्यता पर जान्छु।